यो चाहिँ थाइल्यान्डको मार्केट, नेपालको हाट बजार भने जस्तै। यो चाहिँ 40 बात। ओ माछा छ है त, सी फुडहरू, मछली माछा। ओ यस्तो छ है त, विभिन्न थरीको माछा छ। फ्रेस है त, फ्रेस मार्केट। त्यो फ्रेस मार्केट यताबाट निकाल्दै कतै यता राखेको छ। त्यति भएको चाहिँ मार्केट फ्रेस मार्केट। यो चाहिँ फ्रुट्स है, यो नेपालमा पाउँदैन होला। यो फ्रुट्सको नाम चाहिँ थाहा छैन। स्मेल गुड। चोचे पोर्क। यता यस्तो फ्रेस मार्केट छ। अनि यता रेडिमेड फुड पनि छ है त, स्टिकी फुड। यो चाहिँ स्टिकी राइस। यता यस्तो छ है। Oh, nice. अनेक छैन यो नि। माछा। यो चाहिँ ड्राई माछा रहेछ। एकदमै यहाँको हाट बजार सब सपिङ गर्न आउँछन् है। अनि है ब्रेडहरू, एभ्रिथिङ ह्याभ हियर। यहाँ सबै कुरो पाइन्छ है, सब कुरा पाइन्छ यहाँ। खानेकुरा, लाउने लुगा, मसलाहरू पनि सब मेक गर्दो रहेछ क्या। अनि पकाएर राखेको पनि रहेछ। यहाँको मान्छेहरू चाहिँ घरमा बनाउनलाई एकदमै अलि बनाउँदैन रहेछ घरमा। अनि बाहिरै यसरी बन्डलको किन्ने खाने, त्यस्तो गर्दो रहेछ। यो चाहिँ नेपाली टेस्ट हुन्छ यसमा चाहिँ नेपाली टेस्ट हुन्छ। यो चाहिँ साउथ थाइल्यान्ड फुड। यो चाहिँ डुरियन हो। डुरियन एकदमै महँगो हुन्छ डुरियन चाहिँ। यो चाहिँ एकदम टेस्टी हुन्छ है यो। यता यहाँको डेजर्ट हो। यो चाहिँ डेजर्ट यस्तो छ। नेपालको मोमो भने जस्तै है त। एउटाको नेपाली 20 रुपियाँ पर्दो रहेछ। 5 भात भनेको 20-25 रुपियाँ। प्राउन पनि रहेछ। प्राउन अनि यस्तो छ है त। यता पिज्जा पनि छ है त मार्केटमा। लट्स अफ पिपुल रहेछ है त। धेरै मान्छे रहेछ है यहाँ त, धेरै मान्छे रहेछ। पोर्क सबै रेडिमेड पनि हुन्छ यहाँ, सबै बनाएर राखेको हुन्छ। सब रेडिमेड फ्रेस मार्केट है यहाँको। नेपालको हाट बजार जस्तै यो पनि हप्ताको 2-3 चोटि लोकेसन वाइज लागेको हुन्छ। लिची है त, क्या राम्रो लिची रहेछ। लिची अनि मकै रहेछ। मकेल बोइल गरेर राखेको। माछा, ड्राई मिट, पोर्क चाहिँ यहाँको फेभरेट है। यो चाहिँ रेडिमेड फुड। बनाना 30 भात रहेछ है त। 30 भात फ्रेस है त। फ्राई आइटम यहाँ चाहिँ
फ्राइड आइटम यसै रातो आलु यता चाहिँ कपडा छ है त यो चाहिँ समुद्रबाट भर्खर झिकेर ल्याएको माछा है त ओ नाइस डाइभिङ यो फ्रेस मार्केट यहाँ सबै कुरा फ्रेस पाउँछ सब फ्रेस पाउँछ फ्रेस मार्केट यता ओहो मान्छे कति हो लामो छ है यो चाहिँ यताबाट यतासम्म छ उताबाट यतासम्म यताबाट उतासम्म यस्तो छ मार्केट फ्रेस मार्केट है त यस्तो हुन्छ फ्रेस मार्केट फ्रेसमा आउनको लागि यस्तो जाम छ है त फ्रेस मार्केटमा पार्किङ पनि इनफ हुन्छ फेरि है प्रायः सबै गाडीहरू मोटर बाइक मात्रै युज गर्छन् अनि एकदमै है त यो चाहिँ अहिले चाहिँ स्कुल छुट्टी हुने टाइम पनि भएको भएर जाम हो धेरै छ टन्नै रहेछ है त अघि म पनि त्यहीबाट चाहिँ स्लोली अगाडि बढ्दै आयो अहिले म आएको जति भन्दा पनि धेरै रहेछ है त यहाँ चाहिँ हेलमेटै लाउँदैन नि हेलमेट लाउनु पर्ने यस्तो छ जाम टन्नै रहेछ है त अनि उता अगाडि फ्रेस मार्केट पनि भयो अनि स्कुल छुट्टी हुने टाइम पनि भयो अनि लोकल मार्केट त्यसले गर्दा फेरि चाहिँ यहाँ एकदमै अहिले जाम छ म चाहिँ फर्किँदै फ्रेस मार्केटबाट है त यस्तो छ जाम टन्नै रहेछ है त जाम टन्नै रहेछ तर बिस्तारै गइरहेको छ